सन्तुलित र समावेशी देशको विकासका लागि समावेशिता महत्त्वपूर्ण आधार हो। त्यसैले सन्तुलित कोटाबाट खगेन्द्र सुनवार मन्त्री बन्ने चर्चा चुलिँदै गर्दा हर्कराज राई भने छायामा परेका छन्। खगेन्द्र सुनवारलाई अग्रिम बधाई। र यसै सन्दर्भमा हर्कराज राई किन हो जेलमा पर्यो त? उनलाई किन होच्याएकै हो? श्रम पिताका नामले चिनिने हर्कराज राई पनि एउटा मन्त्रालय दिनुपर्ने देश दुखेको बेला म उठाउन सहयोग गर्छु, मेरो पनि एउटा हात छ, म यो देशको एउटा योद्धा हुँ, कर्मठ योद्धा हुँ भनेर उनी लागि पर्दा समेत उनले चाहिँ नपाउनु एउटा विडम्बना जस्तै बनेको छ। उनलाई पनि आदिवासी जनजाति कोटाबाट समावेश गरी मन्त्रालयमा समावेश गर्ने हो भने अनुभवी युवाहरूको जमातले देश जुरुक्क उठ्न असम्भव भन्ने केही छैन। देशमा रहेको व्यापक भ्रष्टाचारी घुसखोरीको अन्त्य हुन्थ्यो र देश